सबका सब जिम्मेवार छन् यहाँ स्थानीय तहदेखि केन्द्र सरकारले किनभने एउटा महिलाको आवाज पनि हो र दलितको र पिछडिएको आवाज पनि हो। यो आवाज हामी माथि उठाउँदैनौँ किनभने पछि लुगाले जनता राज उठाउँदैन जनतासँग हातखोली हालेर तिनीहरूले त्यो कचरामा नउठेसम्म हामीले राज उठाउने छैनौँ र हामीले न्याय दिनुपर्छ। किनभने एउटा गरिबको छोराले साधारणमा आफ्नो जीविकोपार्जन बनाउन आफ्नो घर परिवार धान्नको लागि एउटा 100 रुपियाँ कमाउनको लागि उनी 10,000 पाउने हो। गरिबले बाँच्न पाउनु पर्यो त्यही त कुरो। हस् हस् यता के भन्न चाहनुहुन्छ ल भन्नुहोस् त तपाईँ जेएनजी हुनुहुँदो रहेछ ल भन्नुहोस्। त्यही त सर जेएनजी भएर ल विदेशमा नजाउँ आफ्नै देशमा के गरौँ भनेर युवाहरूले त्यस्तो गरिरहेछन् भनेपछि अलिकति तिनीहरूलाई प्रोत्साहन गर्नु छोडेर अब तिनीहरूले कतिको मलाई 1000 रुपियाँ यहाँनिर टिक काटेर 15 उता गएर टिक काटेर के भन्नु अलिकता बुझ्नु पऱ्यो। अलिकता अब नयाँ पुस्ताहरूलाई पनि विदेश नजाउँ भन्ने प्रोत्साहन गर्नु छोडेर यो सरकारमा पनि आश लागेन भने यत्रो दुई सरकार भने केही आश लागेन कि आशै गरेर सबैले यस्तो यो सरकार बनाएको अब यो सरकारले यस्तै गर्यो किनभने जति जोगी आयो नि गाने चिरेको होइन नि त गरिबको चमेली बोलिदिने कोही छैन।